Welcome to my blog, guys. Catch up. Yo. Guys, welcome to my blog, guys. Welcome to my blog. Welcome to my blog. Guys, welcome to my blog. Guys. Yo. Welcome to my blog, guys. हेलो सबैजना, वेलकम टु माई ब्लग। यो चाहिँ मेरो पहिलो ब्लग कसरी बनाउँछ मलाई थाहा छैन, तै पनि अब ट्राई गर्दैछु। केही कमी कमजोरी भएमा भनिदिनु होला। आज चाहिँ 2082 साल मङ्सिर 27 गते, यानि कि मेरो बर्थडेको अवसर पारेर चाहिँ म अब ब्लग सुरु गरौँ भन्ने सोचिरहेको थिएँ। के कस्तो हुन्छ थाहा छैन हैन, त्यही पनि हेरेर साथ दिनु होला भन्ने आशा राख्दछु। We're gonna keep it low key, keep it softly spoken, with no strings tying you to me. I'm happy in your company. ओके, कहाँ जाने आज छोरो? कहाँ जाने? टिटी जाने? कहाँ जाने टिटी छ? कता? टिटी जाने? को जाने? अनि लियो चाहिँ नजाने? लियो नजाने? बाबा मम्मी यो भनेको यो को लियो भन्न के गर्छ लियो भन्दा मलाई लाँदैन के तिमीहरूले आमा नलाने? मलाई लाँदैन है तिमी मात्र जाला ल बाप कहाँ जाने? टिटी को सँग जाने? टिटी मम्मी टिटी ए जुत्ता कसले किनिदिएको? कसले किनिदियो जुत्ता? मम्मी मम्मीले? मम्मी खै? मम्मी खै? खै? मम्मीलाई खै माया नि गर्दैन मम्मीलाई? कपालले भुत्ते बनाइदिन्छ ए ल हाम्रो छोरो रेडी भयो है? ओके, कहाँ जाने आज हामी? मौला कालिका ल कहाँ हो आई? We're gonna keep it low key, keep it softly spoken, with no strings tying you to me. I'm happy in your company with no emotion, 'cause my love deserves to be free. I never wanna look at a house in the garden, I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. कहाँ छ र? कहाँ हो? हामी मन्दिर जाँदै है? है तिमी पनि जाने पूजा गर्न? हो ल बाटो चाहिँ यस्तो छ है, जान्छ कि जान्न बाइक? बाइक गएन भने के गर्ने छोरो? मौला कालिका दर्शन गर्नलाई यस्तो पछि बाटो लियोस् हजुर 20 मिनटमा पुग्छ भन्नुभएको त। ए उकाल्यो गर्नुहुन्छ मेरो लुरे बाटो खतरा रहेछ। हामी फाइनली है मन्दिर खै आर्को गर्ने मान्छेहरू आहा बाबा लै बाँदै नै आयो यहाँ यी हाम्रो सामान चोरेर धन्य लाग्यो। यी चप्पलहरू यहाँ राख्यो। लियोको चप्पल कहाँ राख्यो? यो जुत्ता कहाँ
ल पूजा गर्न जाँदै यता आएर ल लेप्रे ओ मम्मी के गर्नु भयो पूजा गर है कता नि परिवारको पिता पिसाबले तपाईँका बच्चाहरूलाई झाडा पखाला ल है पूजा चाहिँ सक्यो यहाँ मलाई कालिकाको अब घर जाने अब के माग्यो तिमीले ल भगवान्सँग हो पा गरेको अरे के अरे के माग्यो ल भन त भगवान्ले के माग्यो भने अगाडि गएर गर्नु सधैँ रक्षा गरिदिनु आज जन्मदिन परेको मेरो दुखेको भगवान् मेरो घरमा सुख शान्ति दिनु अनि बर्थडे गिफ्ट के आउँछ बाबाले के धेरै ल त्यहाँ मम्मी आयो ल त्यहाँ मेकअप गरेर छैन रियोजले गोली किन कसरी हान्ने भन न कसरी कसलाई हान्ने भन त कसलाई दिदीलाई हान्ने कहाँ दिदीलाई हान्नुहुन्न दिदीलाई हान्नुहुन्न कसलाई हान्ने ल भन मन पर्यो तिमीलाई हो कति मन पर्यो कति मन पर्यो भन छोरा बाबालाई आयो कहाँ किनेको छोरा कसले किनिदिएको कसले सिका छोरालाई यसरी आयो अब घर जाने के खाँदा नि भोक लाग्यो नि कहाँ खाने त जाऊँ न त रोटी तरकारी खाने जे गरे पनि हुन्छ छोरा आएन बसेन घरमा गएर बस्नु हो मलाई फोन हुन्छ अब एकछिन राखा लिरा यो त मम्मी तिमीलाई भिड्नी पनि यसरी छड्के भिड्नी बनाइन्छु त्यो त न भने त्यो बेटी नसिनेसम्म चलाचलै गर्छ नि है जाउँ न हिँड नि त हे बाबा र छोरा मन्दिर दर्शन गरेर फर्किँदै सानो तिम्रो गोली कति राम्रो हान्दै ल गोली हान्दै बसेर हान्दै डिस गरिदेऊ ल मम्मीलाई अबे मम्मी बेहोस भयो हाम्रो लियोज लियोज सानो यहाँ मम्मी हेर न उही सानको गोली त आम्मा खतरा रहेछ त मेरो अभि खानुपर्छ भने अभि
अबे सानोको गोल त कस्तो डेन्जर भाइ। समातेर बाबाले हिजोले कोला हानि र उनीहरुलाई मन लाग्यो पहिला मुख खाऊ न उसलाई। हामी चाहिँ अब घर आइपुग्यो। कति 9 बजे गएको थियो, अहिले ठ्याक्कै 3 बज्यो। मौलाकालिका मन्दिर दर्शन गर्यो अनि घुम्दै आयो। ल अब चाहिँ बेलुका अब केही खानाको तयारी गरौँला र त्यसको रमाइलोको भिडियो फेरि आउँछ। खस्यो क्या गोली हजुर गोली कसले गरे यस्तो गोली कसले यस्तो गरे कहाँ जाने गोली हान्दै गयो हो सबलाई देखायो गोली खै हो भने के गर्यो तिमीले के गायो भन त ल केमा गएको हामी केमा गएको रहेछ र केमा गएको आज बेलुका के मोमो खाने हो मोमो मासु खाने को खाने बाजे अनि ल सेकुवा आइनको म हाल्यो फेरि Happy birthday to you. Happy birthday. Happy birthday to you. बालादी हिउँ पर्यो केक वालाले त मलाई सतर्क रहनु यो बाटो भनेको थियो। पैसा फिर्ता माग है गएर चाइनिज प्रोडक्ट हो जे पनि हुन सक्छ भने यसलाई चाहिँ फ्रीमा हो नि केक दिएपछि त त्यो त हो कि कति वर्ष हुनुभयो अब 27 हो 26 पुरा 27 है 26 पुरा भएर 27 हैन 27 पुरा भएर चाहिँ अब 28 हो र ए हो नि आफ्नीमा हामी त 29 हो नि अन्त स्ट्याचु जस्तो देखे भने त्यही चलाउनु ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे ल ह्यापी बर्थडे ल है अहिले कता दे ह्यापी बर्थडे ह्यापी बर्थडे अरुण दाइ क्या धुवाई धुवा हुने एकैछिन ह्यापी बर्थडे टु यु फोटो खिचिदिनु न राम्रो त्यो अलिकति सानो केक भएर सानो होला कि भिडियो भयो होला है गोली किन्यो हो त अनि हामी मन्दिर गएर घुमेर आयो है सानो अनि त्यसपछि कहाँ गयो अनि अनि पर्सामा खाजा खानु पर्यो त्यसपछि हामी फेरि सिक्वा बनाउने बनेर पुरा ल्यायो सामान किन्यो घरमा पार्टी गरेँ भिडियो बनाउनु टिकटक चाहिँ ल आजको भ्लग यतिकैमा है ल आज ठ्याक्कै अहिले भर्खरै अफिसको साथीहरू आएको थियो अनि हामी बर्थडे सेलिब्रेसन गऱ्यो अनि खानासाना खायो अनि उनीहरू जानुभयो अहिले अब चाहिँ हामी सुत्न लाग्यो अब यति है त भ्लग चाहिँ के कस्तो भयो कमी कमजोरीहरू भनिदिनु होला ल गुड नाइट गाइज गुड नाइट गुड नाइट ल